ल है वेलकम टु द पशुपतिनाथ टेम्पल। मान्छेहरूको क्राउड पनि वाइल्ड छ है त, वाइल्ड रहेछ है मान्छेहरूको क्राउड चाहिँ। ल झकास है झकास, वेलकम टु द पशुपतिनाथ टेम्पल। ल है त अब साँझ पर्नु लागेको छ, साँझ भिजन चाहिँ अलिकति आएको छ। रोबिन चाहिँ आज चक्क पशुपति घुम्न आएको छ है, म र टक्क मेरो साथी मात्र घुम्न आएको होइन। ल यो चाहिँ अब टिकटकमा जान्छ अनि स्टोरीमा पनि जान्छ है गाइस। चेक इट आउट। ल क्राउडहरू हेर्नु है, क्राउडहरू ल वाइल्ड क्राउडहरू छ, वाइल्ड 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 वाइल्ड। ल टेम्पलहरू पनि कडा है त, कडा। ल बब्बाल छ एकदम है चक्क। मेरो साथी चाहिँ त्यहाँनिर बसिरहेको छ ठक्क। ल मेरो साथी यहाँ छ, के छ हो साथी? ल है त भ्रमण गर्न आएको हामी चाहिँ। ल एकछिन पछि है त सो टिकटकमा आउँछु। ल है त अब हामी चाहिँ फर्किनु लागेको अवस्था। टिकटक बाटोमा पुग्यो, भगवान् शिवलाई नि दर्शन गऱ्यो, त्यो अगाडिको क्लिपमा छ। अब चाहिँ हामी यतापट्टि गोरखनाथजीको मन्दिरमा आउँदैछ भगवान्। ल हेर्दै जानुहोस्। ल अब हामी चाहिँ यहाँ भर्याङबाट तल उर्लिन्छ होइन। यताको सिन चाहिँ एकताल देखाइदिनु पऱ्यो, यहाँ त्रिशुलहरू छ। तलपट्टि आइपुग्यो, यो ठाउँलाई चाहिँ मृगस्थल भनिन्छ, जुन चाहिँ केही समय यो पुरा पौराणिक कथा हो। यहाँ चाहिँ महादेव अब उसको केही कारणले गरेर महादेव चाहिँ यहाँनिर मृगको रूपमा बास लिनको लागि आएको थियो अरे के। ल अब फर्किनुको लागि धेरै भइसक्यो, पसिना पनि आइसक्यो। अनि सो गाइज अब चाहिँ तलपट्टिको द्वारमा दर्शन गरेको देखाउँछु, त्यहाँबाट चाहिँ बाई बाई। होइन र बोल्छ दाइ, तपाईँले गरिराख्नु पऱ्यो दाइ भन्छ क्या। हप्तामा एउटा एउटा फाली पनि हुन्छ कि यसरी है, त्यसरी टक्क छ नि केटा। ल के बोल्दैन त बाटोहरू चाहिँ अब बेलुका साँझ पऱ्यो होला, भोक लाग्यो होला, त्यही भएर यहाँ चक्लेट चपाती बसिरहेको रहेछ यिनीहरू चाहिँ। अब यस्तै छ, तलपट्टि द्वार आइसक्यो। द्वारको लास्ट सिन चाहिँ हामी तपाईँहरूलाई भगवान् शिवलाई अब भनौँ न बिदाई दिन चाहन्छु। फाइनली गाइज अब हामी चाहिँ गुजेश्वरी माताको द्वारमा आइसकेको छ। यो चाहिँ लास्ट है। अब चाहिँ म भगवान्लाई प्रणाम गरेर हामी यहाँबाट बिदाई माग्नेवाला छु।